आज च्याप्टर 8 को म लिएर आएको छु। 8 को च्याप्टरमा चाहिँ नोफिमाल वा फानमाल। नोफिमाल भनेको चाहिँ आफूभन्दा ठुलो उमेर भएको र अथवा आफूभन्दा पदले उच्च भएकोलाई प्रयोग गरिन्छ भने यो फानमाल चाहिँ आत्मीय अथवा आफूभन्दा सानो उमेरकोलाई प्रयोग गरिन्छ। छङ्गुमा के कस्तो छ हेरौँ। 한국에서는 노피말, 존댓말 वा फानमाली 있습니다. कोरियामा चाहिँ उच्च भाषा र यो ठाडो भाषा छन्। 노피말은 자신보다 나이가 많거나 지위가 높은 사람에게 사용하며 반말은 나이가 적은 사람에게 사용합니다. यो 노피말 भाषा चाहिँ आफूभन्दा उमेर धेरै अथवा पद उच्च भएकोलाई प्रयोग गर्नुको साथै फानमाल भाषा चाहिँ यो आफूभन्दा उमेर थोरै अथवा पद पनि सानो भएको मान्छेलाई प्रयोग गरिन्छ। 그러나 자신보다 나이가 적어도 처음 만난 사람이나 가깝지 않은 사람에게는 상대방을 존중하는 의미로 높임말을 사용하는 것이 좋습니다. यो 그러나 तर आफूभन्दा उमेर थोरै भएको अथवा खासै नजिक नभएको मान्छेलाई चाहिँ पहिलोचोटि भेटेको मान्छेलाई चाहिँ अथवा नजिक नभएको मान्छेलाई चाहिँ विपक्षीको सम्मानको रूपमा यो उच्च भाषा प्रयोग गरेको धेरै राम्रो हुन्छ। 최근에는 직장에도 자신보다 어리거나 지위가 낮은 사람에게 높임말을 사용하는 경우가 많습니다. यो हालसालै चाहिँ यो कार्यस्थलमा पनि आफूभन्दा उमेर थोरै अथवा पद पनि सानो भए पनि यो उच्च भाषा प्रयोग गर्ने अवस्था धेरै हुन्छ। 한국어로 말할 때는 대화 상대방이나 대화 상황에 따라 높임말과 반말이 잘 구별해서 사용합니다. यो कोरियन भाषामा कुरा गर्ने बेलामा चाहिँ विपक्षीको यो संवाद अनुसार अथवा विपक्षीको अवस्था अनुसार 높임말 बोल्ने कि फानमाल बोल्ने छुट्याएर बोल्नुपर्छ। 그렇지 않으면 상대방을 불편하게 할 수 있습니다. यसो गरिएन भने चाहिँ विपक्षीलाई असहज महसुस हुन सक्छ। त्यसैले हामीले पहिलोचोटि भेटेको मान्छेलाई अथवा कार्यस्थलमा चाहिँ उच्च भाषा बोलेको धेरै राम्रो हुन्छ। लास्टमा के छ त हेरौँ है त। 한편 자신보다 나이가 많아도 가족과 같이 아주 가까운 관계면 반말이 사용하기도 합니다. यो अर्कोतर्फ आफूभन्दा उमेर धेरै भए तापनि परिवारसँग ज्यादै नजिक छ भने चाहिँ ठाडो भाषा प्रयोग गरिन्छ। 딸이나 아들이 부모님께 반말을 하는 것을 쉽게 들을 수 있는 것도 이 때문에입니다. यो छोरीवा छोरालाई अभिभावकले ठाडो भाषा सजिलै बोलेको सुन्न सकिने चाहिँ यही कारणले हो। 이와 같이 높임말과 반말은 존중의 정도뿐만 아니라 친밀감의 정도를 드러내는 조용한 예가수 합니다. यो सँगसँगै उच्च भाषा र ठाडो भाषा चाहिँ सम्मानको रूपमा मात्र नभएर यो आत्मीयताको भावनालाई दर्शाउने अथवा महत्त्वपूर्ण भूमिका गर्छ।